तपाईहरु पनि कतै यस्तो गल्ती त गर्दै हुनुहुन्न। यदि यस्तो गल्ती गर्दै हुनुहुन्छ भने सावधान हुनु होला। गुगलमा एउटा हिस्ट्री भन्ने हुन्छ हैन, त्यो कसरी डिलिट गर्ने त? तपाईहरुले गरेका हरेक एक्टिभिटिज भन्नाले तपाईले गर्नु सर्च गर्नुहुन्छ हरेक चीजहरु गुगलमा गएर हैन, क्रोम ब्राउजरमा गएर त्यो चीज चाहिँ कसरी हेर्ने र त्यसलाई कसरी डिलिट गर्ने। यदि तपाईहरुको बच्चाहरुले पनि के चीजहरु सर्च गरिरहनु भएको छ, मोबाइल लगेर के चीजहरु हेरिरहनु भएको छ भन्ने कुरो कसरी थाहा पाउने। यदि तपाईहरुले त्यस्तो थाहा पाउन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, किनभने तपाईहरुलाई पनि थाहा हुँदैन तपाईको बच्चाहरु, तपाईको फ्यामिलीका घर परिवारका मान्छेहरु, मतलब तपाईको नजिकका आफूभन्दा साना व्यक्तिहरुले के गरिरहनु भएको छ र तपाईको मोबाइलमा कसैले लगेर के गरिदियो त भन्ने कुरो तपाईहरुलाई थाहा छैन भने गुगल हिस्ट्रीमा गएर चेक गर्न सक्नुहुन्छ हैन। त्यसमा पुरै महिनाको प्लस तपाईले भर्खरै गरेको एक्टिभिटिजहरु सबै त्यहाँ हिस्ट्रीमा हुन्छ हैन। त्यो मार्फत पनि तपाईको बच्चाले लगायत तपाईले जान्न चाहेको व्यक्तिले के गरिरहेको छ मोबाइल भित्र भन्ने कुरो थाहा पाउन सक्नुहुन्छ। मैले एउटा भिडियो बनाइदिएको छु हैन, त्यसको लागि म स्क्रिनमा हेर्नु होला कसरी डिलिट गर्ने, त्यसलाई कसरी थाहा पाउने, के सर्च गर्नुभयो भने के हेर्नुभयो भन्ने कुरा है त। अब यसरी क्रोम ब्राउजर ओपन गर्ने है त पहिला, त्यसपछि हिस्ट्रीमा जानुस्, त्यसपछि तपाईले सर्च गर्नुभएको सबै कुरा यो हो है त। अनि त्यसपछि ब्राउजर हिस्ट्रीमा गइसकेपछि त्यसलाई टिक लाउनुस्, अनि माथि गएर चेक गर्नु अल टाइम होला, त्यहाँ 1 आवर हुन्छ है। ल म अहिले देखाउँदैछु हेर्नुस् है, 15 मिनेट अगाडि, 1 घण्टा अगाडि, त्यसपछि 24 घण्टा, 7 दिन, 4 विक अल टाइममा गएर क्लिक गर्ने, किनभने सबै डिलिट गर्नुपर्ने छ। अल टाइममा क्लिक गर्ने अनि डाटामा आएर डिलिट गरिदिने। अब यो भयो डिलिट है त। फेरि हैन, फेरि पछि गएर फेरि चेक गर्नुस्, क्रोम ब्राउजरमा जानुभयो, हिस्ट्रीमा जानुभयो, अब त्यो उडेर गयो। यसरी तपाईहरुले गर्न सक्नुहुन्छ है त। नजानेका साथीहरु अरु केही नयाँ चीजहरु सिक्न मन छ भने मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् है। म तपाईहरुलाई आफूले जानेको सबै कुराहरु सिकाउँछु। अब आउने भिडियोहरु के सम्बन्धी लिएर आउने भन्ने कुराहरु पनि जानकारी दिनु होला ल।